ल राम्ररी गइस आउँदाखेरि लानी सारा जत्रो घन्टा मुटु छोरा हो या छोरी भइदिनु अब हाँस्नुस् त मिसुक्क बिदाई गर्छु म ल ल हुन्छ ल यस्तो पानी परिरहेछ राति 1 बजेको अनि सुत्न आउनु भयो यसरी बाहिरतिर बसिरहेको छु हामी कोरिया पुगेकै हो त हेलो एन्ड नमस्ते एभ्रिवान तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु आज धेरै पछि तपाईहरुको सामु एउटा सरप्राइज भिडियो लिएर आएको छु र सरप्राइज चाहिँ के हो भन्दाखेरि फाइनली मेरो चाहिँ कोरियाको भिजा लागेको छ र मेरो बहिनी चाहिँ मलाई लमजुङ देखि बिदा गर्न यतासम्म आएको छ है मेरो कोठा चाहिँ यस्तो भद्रगोल भएको छ गाइस हिजो राति 12 बजे 12:30 बजेतिर प्याकिङ गरेको तर नमिलेर अहिले नि प्याकिङ हुँदै छ रातले यता यसै सारे चिन्ने हो रातले यता सार्ने अनि त्यसपछि पाछो राख्ने यस्तो छ साथीहरु रुम चाहिँ यस्तो भइरह अब जाने हो 4:30 को थियो फ्लाइट चाहिँ अब हामी हिँडिहाल्ने हो हामी आधा घण्टामा पुग्छौँ होला त्यता ल सरिताले चाहिँ मलाई बिदाई गर्न लागेको छ ल ओके ओके बाबा सकिन तसमै लैजाऊ मिल्छ भने नि ल राम्ररी गइस आउँदाखेरि लानी सारा जत्रो घन्टा मुटु छोरा हो या छोरी भइदिनु अरे कहना क्या चाहते हो तेरो मुखै राम्रोसँग नदेखेर त्यो होइन लगेज मात्रै हो जम धन्यवाद चम्चा के को चम्चा अलिकति मुख मिठो बनाएर गइस तेरो सल अमृत हो यो धेरै खाने के हो नल्ला मालूम है तेरे बाप को मत सिखा चल 3 चोरी खा ल धन्यवाद मलाई धेरै हुन्छ के ढिलो ट्याक्सीवाला बिसाइसक्यो त्यहाँ हाम्रो ट्याक्सी आएन नि अवश्य फ्लाइट धन्यवाद दिदी पनि जानु त्यसमा हामी अर्को ट्याक्सी नजान्छ हुन्छ ल हामी चाहिँ निस्के अब यो दही चाहिँ पछि उस गर्नु होला त्यो अनि हामीले चाहिँ के लानु त यतिकै यो पनि यो सानो लान्छु नि त त्यो 2 ठुलो लिएर आउनु है अब चाहिँ हामी अब निस्किए यस्तो हुँदैछ हामी जहिले पनि यस्तै हुन्छ हतारै हुन्छ है ल लनी सारा यता हेर त सानो बच्चा त लुके ह सुत्यो हेर्न हेर्दैन यो बच्चा यस्तो बेजत गराउँछ हामी चाहिँ अब निस्किरहेछौँ थाहा छ यस्तो भइरहेछ मेरो बच्चा ठुलो मामुलाई पुऱ्याउन जाने भन्ने मान्छे यही निदाइसकेछ म त ढले ए कत्रो आँखा पो हेरेको कत्रो आँखा हेरेको खतरा आँखा चाहिँ एउटा ट्याक्सी यो मेरै हो भने यस्तो गरेर पछि हाले लानी सारा त यो एयरपोर्टमा नि सधैँ अरूलाई पुऱ्याउन आइन्थ्यो आज चाहिँ मलाई नि पुऱ्याउन आइएछ है ल ल यस्तो छ हाम्रो दाइहरू आइसक्नु होला होइन अर्कोहरू हाम्रो दाइ अनि ज्वाइँ भयो भाउजू अगाडि म त जहिले नै पछाडि जे कुरामा पनि ढिलो पछाडि कागज पत्र मैले समातिरहेको छु दाइ ल बच्चा त सुते
ल आउँदैछ एउटा जाममा भन्दा नि हामी त्यस्तै भयो ल अब म चाहिँ हेर्नु जाने बेला नि अलिकति हाँस्छु भनेको तर के भयो यहाँ सबैजना हुनुहुन्छ ल यो यस्तो छ है ल अब हामी यताबाट नि बिदाई गर्छु म ल ए ल हुन्छ ल कोबाट सुरु गर्ने हो ल यताबाट गर्ने भिडियो गर्छु दाइबाट सुरु गर्थे ल दाइबाट सङ्गीता ल फुबुललाई लाइदिने खोजेछ लगाइदिएकै छैन ल ल लाउनु बाबु आउनुहोस् यो चाहिँ भिडियो मात्र है फोटो होइन चल्ला अब हाँस्नुहोस् न मिसुक्क बाई बाई यता फर्की सक्नुहुन्छ बाई भन्न कस्तो नहेरेको यता पानी परिरहेछ हामीहरुको त एकदम बिजोक भएको छ 18 घण्टासम्म बस्नुपर्ने अब के गर्ने कता गएर बस्ने इन्द्रले आँखा पोलिसक्यो यस्तो भयो
यस्तो छ आफ्नो लगेज। निन्द्राले आँखा पोलेर केही छैन। हामी त कहाँ बस्ने भनेर मिस पनि नपाएर यसरी एयरपोर्टमै डुलिरहेछौँ। पानी र यो चाहिँ लियो अरू त यस्तो भइरहेछ। A few moments later. हामी चाहिँ अब रेस्टिङ रुमतिर जाँदैछौँ सबैजना डिस्कस गरेर। हुन त गाह्रो भयो। यहाँ रातिको 1 बज्दा पनि हामी यसरी नै बाहिरै छौँ। हाम्रो टर्नै आएको छैन। 3 जना होला अट्ने। कन्सल्टेन्सी यस्तो नमजाले डुबायो हाम्रो। राति 1 बजेको हामी सुत्दै नआउनु भएर यसरी बाहिरतिर बसिरहेको छौँ। The next day. अब चाहिँ हामी यता कोरियाको लागि जाँदैछौँ यताबाट एयरपोर्टबाट। अन्त निन्द्राले यस्तो भएछ आँखा कट्ठ भइरहेको मेरो। हामी कोरिया पुगेकै हो त। ल हामी फाइनली कोरिया पुग्यौँ।
है। र भिडियोलाई यहाँसम्म हेरिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। थ्यांक्स फर वाचिङ टिल द एन्ड। बाइ बाइ।